सो त्यस्तो गाह्रो छैन, इजी छ। एकचोटि प्र्याक्टिस भएपछि मजाले योभन्दा अगाडिको भिडियोमा चाहिँ मैले यस्तो टाइपको पेन्सिल चाहिँ हामीले किन युज हुन्छ भनेर भनेको थिएँ होइन। अनि यो भिडियोमा चाहिँ म तपाईँहरूलाई यस्तो टाइपको पेन्सिल चाहिँ हामीले कसरी बनाउने होइन, यसलाई कसरी सार्प गर्ने भन्ने कुरा त सिकाइदिन्छु है। एउटा नाइफ चाहिन्छ होइन, नाइफ भयो, अनि एउटा स्यान्ड पेपर है। यो के हो नि, स्यान्ड पेपरमा टालेको एउटा स्यान्ड पेपर भयो नि हुन्छ नर्मल। अनि फर्स्टमा हामीले चाहिँ पेन्सिल चाहिँ यसरी अलिकति केयरफुल भएर होइन, यो अलिक सार्प पनि हुन्छ, फेरि यो बानी नहुनलाई चाहिँ अलिकति गाह्रो हुन्छ है यो होइन। यसरी बिस्तारै सबैलाई यसरी सार्प गर्ने पहिले। अनि जब हाम्रो पेन्सिल यति हुन्छ होइन, यस्तो भएपछि चाहिँ हामीले युजली एउटा स्यान्ड पेपर लिने होइन। एउटा स्यान्ड पेपरमा चाहिँ हामीले त्यसलाई यसरी यस्तो टाइपको पेन्सिल चाहिँ यसरी बनाइन्छ होइन। सो त्यस्तो गाह्रो छैन, इजी छ। एकचोटि प्र्याक्टिस भएपछि मजाले सार्प गर्न सकिन्छ है। सो या